किनभने मैले जिन्दगीमा थाहा पाएको छु कि पैसाले खुसी किन्न सकिन्न भन्ने कुरा चाहिँ मैले आफैले भोगेको छु नि त। अनि चर्चित गायिका एलिना चौहानले म सबैको प्रिय बन्ने होइन बाँच्न आएको हुँ भन्दै यस्तो कुरा सार्वजनिक गरिन्। आज चर्चित गायिका एलिना चौहानले किन यस्तो कुरा सार्वजनिक गरिन्, पुरा जानकारीको लागि यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दर्शकबिन नमस्कार, तपाईँ अहिले हेर्दै हुनुहुन्छ हाम्रो खोज युट्युब च्यानल। दर्शकबिनहरू सदा जस्तै आज पनि एउटा नयाँ भिडियोको साथ उपस्थित भइसकेका छौँ। यो भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू यति बेला चर्चित गायिका एलिना चौहानले म सबैको प्रिय बन्न होइन बाँच्न आएको हुँ भन्ने कुरा सार्वजनिक भए लगत्तै गायिका एलिना चौहानले किन यस्तो कुरा सार्वजनिक गरिन् भन्दै आम नेपाली दर्शक श्रोताहरूले गम्भीर प्रश्न उठाएका छन्। गायिका एलिना चौहानले आफ्नो सामाजिक सञ्जाल मार्फत भावुक सन्देश साझा गर्दै आफ्नो मनको कुरा व्यक्त समेत गरेकी छिन् भने आफ्नो सामाजिक सञ्जालमा केही कुरा सार्वजनिक गर्दै उनले सबैलाई खुसी पार्ने प्रयास भन्दा पनि आफ्नो मानसिक शान्ति र आत्मसम्मानलाई प्राथमिकता दिनुपर्ने सन्देश उनले दिएकी छिन्। चर्चित गायिका एलिना चौहानले आफ्नो सामाजिक सञ्जालमा यस्तो कुरा लेखेकी छिन् भने उनले धेरै प्रश्नहरू म माथि आउने गरेका छन्। कतिले कति बोल्नु परेको तिमीलाई मात्र भन्दै प्रश्न गरेका छन्। त्यस्तै गायिका एलिना चौहानले सबैको स्वभाव एउटै हुँदैन, नबोल्ने मान्छेहरू समस्यामा छैनन् भन्ने पनि होइन, बस यति हो विष निल्यो भने भित्र आफूलाई मार्छ, त्यसैले म विष उकल्ने काम गर्छु उनले बताएकी छिन्। त्यस्तै उनले आफू सबैको प्रिय बन्नको लागि नभई आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न आएको उल्लेख गर्दै अरूका कारण आफूलाई दुःख दिन नचाहेको उनले बताएकी छिन्। गायिका एलिना चौहानको यो अभिव्यक्तिलाई धेरैले आत्मविश्वास र आत्मसम्मानको सन्देशका रूपमा अहिले लिएका छन् भने पछिल्लो समय गायिका एलिना चौहान सामाजिक सञ्जालमा हुने गाली गलोच, चरित्र हत्या तथा साइबर दुर्व्यवहार विरुद्ध खुलेर बोल्दै आएकी छिन्। ती आफूलाई लक्षित अपमानजनक टिप्पणी र आलोचनाको सामना गर्दा पनि उनले आफ्नो धारणा स्पष्ट रूपमा राख्दै आएकी छिन् भने त्यसैले नै उनी अहिले निकै नै चर्चित बनेकी छिन्। गायिका एलिना चौहानले पछिल्लो समय सार्वजनिक गरेका कुराहरू आफ्नो पीडा र भावना दबाएर नराखी खुलेर व्यक्त गर्नुपर्ने, मानसिक रूपमा बलियो बन्नुपर्ने र अरूलाई खुसी पार्ने नाममा आफूलाई नहराउनु पर्ने सन्देश दिएको धेरैको बुझाइ समेत रहेको छ। यही कारण उनको भनाइलाई सामाजिक सञ्जालमा धेरैले प्रेरणादायक भन्दै सकारात्मक प्रतिक्रिया समेत दिएका छन् भने यसो त पछिल्लो समय चर्चित गायिका एलिना चौहानले महिला विरुद्ध हुने हिंसा विरुद्ध पनि उनले आवाज उठाउँदै आइरहेकी छिन्।